1 जुन 2001 दरबारभित्र गोली चलेको रात। तर सबैभन्दा डरलाग्दो कुरा के थियो भने सत्यभन्दा छिटो शङ्का फैली र आजसम्म केही प्रश्न अझै उत्तरविहीन छन्। अब सुन्नुहोस् त्यो रातका प्रमाणित तथ्य र विवादित कुरा। 1 जुन 2001 शुक्रबार राति काठमाडौँको नारायणहिटी दरबारभित्र रहेको त्रिभुवन सदनमा शाही परिवारको नियमित पारिवारिक जमघट चलिरहेको थियो। केही घण्टापछि नेपालले आफ्नो आधुनिक इतिहासकै सबैभन्दा अन्धकारमय रात देख्ने थियो। प्रमाणित तथ्य यति हो, त्यो रात दरबारभित्र गोलीकाण्ड भयो। राजा वीरेन्द्र, रानी ऐश्वर्या, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्ग, राजकुमारी जयन्ती र राजकुमार धीरेन्द्र सहित शाही परिवारका सदस्यहरू मारिए। त्यसपछि घाइते अवस्थामा रहेका युवराज दिपेन्द्रलाई राजा घोषणा गरियो, तर उनी केही दिनमै मरे। आधिकारिक छानबिनले घटनाको जिम्मेवारी दिपेन्द्रमाथि राख्यो। यही घटनाले नेपालमा राज संस्थाप्रतिको जनविश्वासलाई गहिरो चोट पुर्यायो। त्यो समयको नेपाल पनि सामान्य थिएन। देश माओवादी द्वन्द्वको बीचमा थियो। 1990 पछिको संवैधानिक राजतन्त्रले पुरानो पूर्ण राजशक्तिलाई सीमित गरिसकेको थियो। राजा वीरेन्द्रलाई धेरै नेपालीले तुलनात्मक रूपमा संयमित र लोकप्रिय राजाको रूपमा हेर्थे। यही कारणले पनि 1 जुनको रातको खबर देशभरि फैलँदा मानिसहरूले सुरुमा विश्वासै गर्न सकेनन्। दरबार, जुन नेपाली जनमानसमा शक्ति, अनुशासन र गोपनीयताको प्रतीक थियो, त्यही दरबार एकाएक रगत, शोक र शङ्काको केन्द्र बन्यो। प्रमाणित तथ्य अनुसार शाही परिवारको त्यो भेटघाट पारिवारिक भोजन र जमघटको नियमित क्रमकै हिस्सा थियो। आधिकारिक अनुसन्धान समितिमा तत्कालीन प्रधान न्यायाधीश केशव प्रसाद उपाध्याय र सभामुख तारानाथ राणाभाट थिए। उनीहरूले करिब 1 साता लामो जाँचपछि निष्कर्ष निकाले कि युवराज दिपेन्द्रले मादक पदार्थ र नशालु अवस्थापछि स्वचालित हतियारहरू प्रयोग गर्दै गोली चलाएका थिए। रिपोर्टमा दिपेन्द्र एक्लै जिम्मेवार रहेको भनियो। केही विदेशी पत्रिकाहरूले पनि त्यही निष्कर्ष उद्धृत गर्दै उनी मदिरा र सम्भवतः ह्यासिसको प्रभावमा रहेको दादी सार्वजनिक गरे। यहाँ स्पष्ट छुट्याउनु पर्ने कुरा के हो भने दिपेन्द्रले गोली चलाएको निष्कर्ष आधिकारिक रिपोर्टको भाग हो, तर घटनास्थलमा के कस्तो मनस्थिति थियो भन्ने धेरै विवरण प्रत्यक्षदर्शी बयान, मिडिया रिपोर्ट र दोस्रो तहका स्रोतहरूमा आधारित छन्। आधिकारिक कथा यतिमै सकिँदैन। यसको केन्द्रमा अर्को दाबी पनि राखियो, दिपेन्द्रको व्यक्तिगत जीवन। धेरै रिपोर्टहरूले उनको वैवाहिक सम्बन्धबारे परिवारभित्र असहमति रहेको कुरा जोड दिए। विशेष गरी दिवयानी राणासँगको सम्बन्ध र विवाहको विषयमा तनाव रहेको व्यापक रूपमा लेखियो। तर यहाँ सावधानी आवश्यक छ। विवाह विवाद घटनाको प्रमाणित कारण होइन। यो आधिकारिक छानबिनले पुष्टि गरेको अन्तिम प्रेरणा होइन। यो एक प्रचलित सिद्धान्त हो जसलाई धेरै समाचार रिपोर्टहरूले सम्भावित पृष्ठभूमिका रूपमा प्रस्तुत गरे, तर घटनाको एकमात्र निर्णायक कारण भनेर प्रमाणित गरिएको छैन। अब त्यो रातको सबैभन्दा ठूलो अन्धकारतिर जाउँ, किनकि प्रश्नहरू त्यहीँबाट सुरु हुन्छन्। दरबारभित्र यति ठूलो गोलीकाण्ड भयो, तर तत्काल सार्वजनिक जानकारी अत्यन्त सीमित आयो। सुरुमा केही विवरणहरू अस्पष्ट रहे। राजा ज्ञानेन्द्रले प्रारम्भिक रूपमा स्वचालित हतियारको आकस्मिक विस्फोट जस्तो व्याख्या गरेका थिए। पछि उनले संवैधानिक र कानुनी जटिलताका कारण तत्काल पूर्ण विवरण नदिइएको बताएका थिए। यही प्रारम्भिक अस्पष्टताले शोकलाई शङ्कामा बदल्यो। जनताले घटनामा जति दुःख महसुस गरी त्यति नै छिटो आधिकारिक कथाप्रति अविश्वास पनि बढ्यो। काठमाडौँका सडकमा प्रदर्शन भई कर्फ्यू लाग्यो। राज संस्थाको केन्द्रबाट आएको सूचना अपर्याप्त र ढिलो भएको आरोप व्यापक बन्यो। प्रमाणित तथ्य फेरि यति हो, दिपेन्द्रलाई कोमामा हुँदा पनि उत्तराधिकारको नियमअनुसार राजा घोषणा गरिएको थियो। ज्ञानेन्द्र रिजेन्ट बने। 3 दिनपछि दिपेन्द्रको मृत्यु भयो र त्यसपछि ज्ञानेन्द्र राजा बने। यही क्रम कानुनी हिसाबले सम्भव थियो, तर जनमानसले यसलाई कानुनी प्रक्रियाभन्दा धेरै ठूलो रहस्यका रूपमा हेर्न थाल्यो। किनभने एउटै परिवारमा एकै रात यस्तो विनाश भएपछि मानिसहरूले केवल उत्तराधिकारीको क्रम हेरेनन्, उनीहरूले सम्भावित लाभ कसले पायो भन्ने प्रश्न पनि उठाए। यहीँबाट सिद्धान्तहरू जन्मिए। वैकल्पिक सिद्धान्तमध्ये सबैभन्दा चर्चित सिद्धान्त राजा ज्ञानेन्द्र र उनको परिवारतर्फ औँला उठाउने थियो। यो सिद्धान्तले एउटा मुख्य आधार दोहोर्यायो। त्यो रात ज्ञानेन्द्र कार्यक्रममा उपस्थित थिएनन् र उनको परिवारका सदस्यहरू बचे। तर यहाँ स्पष्ट र कडा रेखा तान्नुपर्छ। यो प्रमाणित तथ्य होइन, यो आरोप र षड्यन्त्र सिद्धान्त हो।
यसलाई समर्थन गर्ने विश्वसनीय र निर्णायक फौजदारी प्रमाण सार्वजनिक रूपमा प्रस्तुत भएको छैन। यो आरोप जनस्तर, केही पुस्तक, केही पत्रकारिता सामग्री र लामो समयदेखि फैलिएको राजनीतिक शङ्काबाट जीवित रह्यो। अनुसन्धान समितिको आधिकारिक निष्कर्ष पनि यससँग मेल खाँदैन। अर्को कारण जसले शङ्का बढायो त्यो थियो दरबार जस्तो उच्च सुरक्षा क्षेत्रभित्र सुरक्षा व्यवस्थाको प्रश्न। कसरी एउटै व्यक्तिले यति धेरै हतियार प्रयोग गर्न सक्यो? किन तत्काल नियन्त्रण भएन? किन पूर्ण फोरेन्सिक विवरण सार्वजनिक बहसमा बलियो रूपमा आएन? किन प्रत्यक्षदर्शी बयानहरू सीमित मात्रामा बाहिरिए? यी प्रश्नहरूको कुनै अन्तिम सर्वस्वीकार्य उत्तर आजसम्म बनेको छैन र यही अभावले हल्लालाई बाँचिराख्यो। जब राज्यको आधिकारिक कथामा खाली ठाउँ देखिन्छ, त्यो खाली ठाउँ प्राय अफवाहले भर्छ। हल्ला र अफवाहको दुनियाँमा पुगेपछि कथा झन अँध्यारो हुन्छ। केही अफवाहले दरबारमा एकभन्दा बढी आक्रमणकारी थिए भने केहीले मास्क लगाएका व्यक्तिहरूको कुरा गरे, केहीले अस्पतालमा भेन्टिलेटरसम्म नष्ट गरिएको जस्ता दाबी दोहोराए। अझ विचित्र रूपमा 100 मानिस मारिएको, काठमाडौँको दूध वा पानी विषाक्त बनाइएको जस्ता असत्यापित हल्ला समेत फैलिएका थिए। यस्ता दाबी व्यापक भए पनि विश्वसनीय प्रमाणले पुष्टि गरेका छैनन्। त्यसैले यिनलाई तथ्यका रूपमा होइन, त्रास, अविश्वास र राजनैतिक अस्थिरताले जन्माएका अफवाहका रूपमा मात्र बुझ्नुपर्छ। स्थानीय विश्वास र सामूहिक स्मृतिमा यो घटना अझ फरक रूपमा बाँचेको छ। धेरै नेपालीका लागि यो केवल एउटा हत्या प्रकरण होइन, यो एउटा राष्ट्रिय घाउ हो जहाँ सत्य पुरै बाहिर आएन भन्ने भावना पुस्तासम्म सरेको छ। कतिपय मानिसहरू आज पनि आधिकारिक रिपोर्टलाई अपुरो ठान्छन्। कतिपयले दरबारभित्रको सत्ता सङ्घर्ष, बाह्य प्रभाव वा गहिरो राजनीतिक खेलको आशंका गर्छन्। फेरि पनि यी विश्वासहरू स्थानीय धारणा र सामाजिक स्मृतिको हिस्सा हुन्, प्रमाणित निष्कर्ष होइनन्। तर वृत्तचित्रका लागि यिनको महत्त्व छ, किनकि इतिहास केवल फाइलमा मात्र बाँच्दैन, जनताको मनमा पनि बाँच्दछ। घटनाको राजनीतिक प्रभाव गहिरो थियो। 1 जुन 2001 को रातले केवल एक परिवारलाई समाप्त गरेन, यसले राजसंस्थाको नैतिक आधारलाई पनि कमजोर बनायो। ज्ञानेन्द्रको शासनकालमा यो अविश्वास अझ बढ्यो। पछि 2005 मा उनले प्रत्यक्ष शासन लिए, जसले जनसन्तोष झन तीव्र बनायो। 2008 मा राजतन्त्रको अन्त्य हुँदा धेरै विश्लेषकहरूले 2001 को शाही हत्याकाण्डलाई निर्णायक मोडमध्ये एक माने। यसको अर्थ हत्याकाण्डले एक्लै राजतन्त्र समाप्त गर्यो भन्ने होइन, तर यसले त्यो प्रक्रियालाई तीव्र बनायो भन्ने दाबी बलियो छ। 2025 सम्म पनि नेपालमा राजसंस्था फिर्ताको माग लिएर आन्दोलन भइरहेका तथ्यले देखाउँछ यो घाउ अझै राजनीतिक स्मृतिबाट मेटिएको छैन। अब एउटा महत्त्वपूर्ण अनुसन्धानात्मक प्रश्न उठ्छ, के आधिकारिक रिपोर्ट पर्याप्त थियो? आलोचकहरूका अनुसार यति ठूलो राष्ट्रिय घटनाका लागि छानबिनको समय छोटो थियो, स्वतन्त्र फोरेन्सिक पारदर्शिता पर्याप्त देखिएन र सार्वजनिक भरोसा जित्ने काम भएन। समर्थकहरूका अनुसार प्रत्यक्षदर्शी, दरबार कर्मचारी, सुरक्षाकर्मी र अन्य 100 भन्दा बढी व्यक्तिसँग सोधपुछ गरेर समितिले उपलब्ध परिस्थितिमा सम्भव निष्कर्ष निकालेको थियो। यो बहस आज पनि बन्द भएको छैन। यहाँ प्रमाणित कुरा के हो भने रिपोर्टले दिपेन्द्रलाई दोषी ठहर गर्यो, अनि विवादित कुरा के हो भने त्यो रिपोर्टले सबैलाई विश्वस्त पार्न सकेन। दरबार हत्याकाण्डबारे लेख्दा एउटा नैतिक सीमा पनि हुन्छ। यो घटना सनसनी बनाउने कथा होइन, यो शोक, सत्ता, गोपनीयता र राष्ट्रिय स्मृतिको कथा हो। राजा वीरेन्द्रको लोकप्रियता, रानी ऐश्वर्याको दरबारी प्रभाव, दिपेन्द्रको उत्तराधिकारीको बोझ, ज्ञानेन्द्रमाथि उठेका शङ्का र जनतामा फैलिएको मौन क्रोध, यी सबै मिलेर यो घटनालाई साधारण अपराध कथाभन्दा धेरै ठूलो बनाउँछन्। यही कारण यो विषय आज पनि अनसुल्झिएको अनुभूति दिन्छ, जबकि आधिकारिक रूपमा यसको दोषी घोषणा भइसकेको छ। कानुनी निष्कर्ष र सार्वजनिक विश्वास बीचको दूरी नै यसको सबैभन्दा ठूलो रहस्य हो। त्यो रातको सबैभन्दा चिसो पक्ष के थियो भने नेपालले आफ्नो शासक परिवारलाई गोलीको आवाजपछि होइन, शङ्काको आवाजपछि हरायो। गोली चलेको रात एक थियो, तर त्यसको प्रतिध्वनि दशकौंसम्म रहिरह्यो। काठमाडौँको मुटुमा रहेको त्यो दरबार अहिले सङ्ग्रहालय हो, तर 1 जुन 2001 को रात त्यहाँ अझै जिउँदो छ, कागजमा, फुसफुसाहटमा, राजनीतिक भाष्यमा र अनगिन्ती नेपालीको मनमा। प्रमाणित तथ्यले एउटा कथा भन्छ, सिद्धान्तहरूले अर्को कथा बनाउँछन्, अफवाहहरूले तेस्रो अँध्यारो खोल्छन्।
र स्थानीय विश्वासले चौथो तह थप्छ, जहाँ मानिसहरू अझै भन्छन् सबै कुरा बाहिर आएको छैन। यस घटनाबारे अन्तिम र इमान्दार निष्कर्ष यही हुन्छ। प्रमाणित तथ्य अनुसार 1 जुन 2001 मा नारायण हिटी दरबारभित्र भएको शाही हत्याकाण्डको आधिकारिक दोषी युवराज दिपेन्द्रलाई मानियो। यो राज्यद्वारा स्वीकार गरिएको निष्कर्ष हो। वैकल्पिक सिद्धान्तहरू, विशेषतः योजनाबद्ध षड्यन्त्र, दरबारभित्रकै शक्ति खेल वा अन्य व्यक्तिको संलग्नताका आरोप आजसम्म निर्णायक प्रमाणले पुष्टि भएका छैनन्। स्थानीय विश्वास र जनस्मृतिमा भने यो फाइल कहिल्यै बन्द भएको छैन। त्यसैले नेपालका अनसुल्झिएका रहस्यहरूको सूचीमा दरबार हत्याकाण्ड एउटा यस्तो अध्याय बनेर उभिएको छ जहाँ आधिकारिक रिपोर्टले अन्त्य लेख्यो, तर जनताले अझै पूर्ण विराम मानेनन्। तपाईँ के सोच्नुहुन्छ? के सबै सत्य बाहिर आएको छ? तपाईँको विचार कमेन्टमा लेख्नुहोस्। फेसबुकमा हुनुहुन्छ भने पेज लाइक गर्नुहोस्। युट्युबमा हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोस्, किनकि अर्को भिडियोमा हामी अर्को यस्तो घटना ल्याउँदैछौँ जहाँ तथ्यभन्दा बढी रहस्यले शासन गर्छ। सायद त्यो कथा अझ खतरनाक हुन सक्छ।